कि त भोइस आउने बेला राम्रो हुन्छन् कि त बुढेसकालले छुने बेला राम्रो हुन्छन्। हजुर मान्छेको वयस कतिपटक आउँछ? मान्छेको बिहे लगभग 2-3 आउँछ। 2-3 आउँछ। कति बेला आउँदो रहेछ? एकचोटि 12-13 हुने बेला कुरकुरे भोइस भन्छन्। अनि त्यसपछि 20-22 मा ठिक्कैको भन्छन्, ठिक्कैको भोइस। अनि त्यसपछि यो 34-35 मा चाहिँ यो लास्टको भोइस। यो 3वटा चरण पार गर्दै गर्दा एकदम राम्रो चाहिँ चरण कुन हुने रहेछ? मलाई कुरकुरे भोइस। पत्रकार सोध्ने मान्छे त्यस्तै हैन, गाली दिने मान्छे त्यस्तै। यो मान्छेले कुरकुरे भोइस सारै मन परेन, लास्टको भोइस पनि मन परेन मलाई। कुरकुरे भोइस एकदम राम्रो। के हुन्थ्यो कुरकुरे भोइसमा विशेष गरी? अब कुरकुरे भोइसमा त अब माइतै हुन्थ्यो। अब माइत त चमक 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 गर्दै जता गइन् भयो। अब पर्ने बेला पनि भाग्ने। अब त्यो सबै कुरकुरे के हजुर जता लखर लखर हिँड्ने भयो। यस्तो आफूलाई चाहिँ यस्तो व्यावहारिक हुनुपर्छ भन्ने चाहिँ मलाई थिएन। अनि कति त्यो बेलाको टाइमै अलग हुन्छ नि। कुन वयसमा बिहे गर्नुभयो? कुरकुरेमै गर्नुभयो कि? कुरकुरेम गरे त यहाँ। कुरकुरे वयसमा बिहे गर्नुभयो? हजुर। कति वर्षको हुनुहुन्थ्यो बिहे गर्दा? 14-15 वर्ष थिए। ओहो भक्कर कुरकुरे नि भक्कर छुन लाग्यो के। अनि पहिलो गइहाल्नुभयो? लभ म्यारेज कि एरेन्ज म्यारेज? लभ सब केही परे हैन। त्यो एरेन्ज भने त माग्ने भने हैन र त्यस्तो केही पनि हैन कि। हामी त 5 मिनेटमा यसो कुरा सुरा गर्यौं अनि फेरि हिँड्या भयो। पहिलो भेटमै हिँड्दिनु? 5 मिनेटमा कुरा गरेर चाहिँ पहिलो दोस्रो के हुन पाइन के। एकछिन यस्तो जम्का भेट भयो अरे सट्टै हिँड्या भयो के। कस्तो हो त बे यार।